आयो बस आयो है टाइगर स्टेसन आयो मुनि चाहिँ पानी रहेछ है यसरी आज चाहिँ हामी यता ताइपतिर हो है कस्तो कति पछि फ्रेस भयो मलाई त बसमा पनि टन्नै सुत्यो एकदम नेपालको जस्तो फिल भयो सीता मैया यहाँ छिन् सीता डार्लिङ यहाँ छु म है गाइस यो चाहिँ टक्क यहाँ नेपालको उयोहरू जस्तै यहाँ पनि अर्ग्यानिक होला नि है सानो के चिप्सहरू यो टक्क त्यसमा फेरि एउटा न एउटा केही यहाँको हुँदो रहेछ क्या स्टोर गरेर पकाउने सकाउने भएकोहरू यहाँ चाहिँ यसो रहेछ है फ्रुट्स पसल पनि रहेछ सो मच हामीले चाहिँ अब यता आयो है बाटो त्यस्तो रहेछ साइक्लिङ गर्ने एरिया हो कि या साइकल पनि लिएर हिँड्दैछ घाम पनि लाग्यो एकदम आफ्टर लङ टाइम एकदम खुसी लाग्यो जाउँ न यार साथी भिलेज रहेछ फर्स्ट टाइम आएको म यस्तो ठाउँमा चाहिँ जाइकन लाउँदिनँ हौ जिस्किएको के चाहिँ तिमीले के मन बनाइदियो कि क्या हो वाउ मैले कता कता फिल्ममा देखेको थिएँ यो रियलमा देख्दैछु भर्खरै त्यही भनेको क्या अघि यो के गनाएको है भनेर यिनीहरूको बोटको तेल गनाएको होला हौ ओए यो सार्कको छाला जस्तो छ है गाइस यो चाहिँ साथी फोटो खिच्दैछ पनि सानो भिलेज टाइप रहेछ है स्टोर कति मजाको हो क्या किन भाग्यो कि हो यस्तो पो हो त नि अन्त ओए कसले भन्यो कसले भन्यो नखिच भनेर वाउ एस्थेटिक लानुपर्छ पनि होला हौ भरे गीत चाहिँ झन् कस्तो सुनिरहेको भिलेजमा रहेछ है एकदम भिलेज टाइपमा एकदम मलाई चाहिँ किन मन नै हर्ष उल्लित के भन्छ खुसी भएर आएको छु है यस्तो चिजहरू देखेर आफ्टर लङ टाइम देखेर होला हर्ष उल्लास भएर आएको मनमा किन हो आई डोन्ट नो किनभने म यस्तै ठाउँबाट सम्बन्धित भएर होला हामीलाई त इन्भाइट छैन रे अनि त्यो भ्याउँछ त यता टाढा आउन त्यसको झन् आज बिचरा बाबु घरै थियो भ्याउँदैन थियो भएको भए पनि सेक्तायो स्ट्रिट छुट्टी भयो होला नि घुमेको नि हौ कस्तो कहाँ जानु
आज चाहिँ एकदम रमाइलो लागिरहेछ है मलाई चाहिँ। फेरि यहाँनिर उयो पनि आउनु आँटेको लुनार फेस्टिभल आउनु आँटेको छ यिनीहरूको। सुन्तलाको बोटहरू घरमै राखिरहेछ दुधी एउटा गमला। ए ड्रागन फ्रुट्स पनि छ अरे त्यहाँ। यिनीहरूको यस्तो बस्ने पनि हुन्छ। पपाया केरा चाहिँ नेपालीमा, पपाया चाहिँ इङ्ग्लिसमा भयो क्या साथीहरू चाहिँ। बनाना पाया के गर मेरो पनि भिडियो निकाल्यो पछाडिबाट। एकदम यो यहाँनिर रहेछ जुसहरू $12। हेलो मेरो भ्लगमा नि हेर्नुहोस् गाइज। के के रहेछ ड्रिङ्क्स अब यहाँबाट उयो पाउँदो रहेछ उयो कमन ड्रिङ्क्स लाने हो यहाँनिर $12। चाहिँ आयो हङकङको भित्र ताइयो भिलेज है। हामी चाहिँ आज केटीहरू यहाँ हिँड्दैछ। हाम्रो चाहिँ स्टार्ट भएको छ। यिनीहरूको त यहाँ टेम्पल पनि छ। कति मजाको हो उयो है टेम्पल अन्त। फेस्टिभलको लागि बनाएको होला। न्यु इयरको एकदम नेपालको फिल भइरहेको छ है मलाई चाहिँ। एकदम ओभर वार्म हुन आँटे म अब। कति आनन्द आउँदो है वही सिधै ठिक्क घर अगाडि यस्तो क्या है। यही हामीले सिक्नु गाउँ अरे। तर कस्तो मजाले यस्तो म्यानेज गरेर बसेको हेर त। यताको जङ्गल हेर न पानीमा फलेको पनि छ रहेछ के हो यस्तो छ है। मुनि चाहिँ पानी यो रुख चाहिँ के रुख रहेछ स्टेप बाई स्टेप फल। यस्तो फुलहरू कति मजाले बोइल गरेर राखेको पानी लाग्यो सिक्नुपर्छ है। इङ्ग्लिस मुभी चाहिँ एनाकोन्डा हेर है गाउँभित्र पनि यस्तो मजाले सफा मिलाएर राखेको छ। घरहरू पनि कस्तो मजाको छ यहाँ। त्यस्तै लाग्यो। कता गयो ए ओए मरे म त एकदम कस्तो के हो यस्तो दिमागमा यस्तो दामी बसेको छ कि मेरो। सबैजना आउँदैछ है भिजिट गर्न। बाजे जाने है सेम होइन नेपाली चाइनिज चिम्नी रहेछ। यो चाहिँ किचन है यिनीहरूको। वाउ त्यो घर पनि त्यो बोजू र बाजे बसेको घर पनि कस्तो मजाको बनाएको क्या हो है। अन्त त्यो हो बाटो त। ए किन यता त एकदम कस्तो के यस्तोहरू भयो भने कस्तो टिलिक्क सफा देख्छु जे पनि हो। म के भएको त्यस्तै भएर हो कि खै किन चाइनिज नै एकदम मन पर्न थालिसक्यो मलाई त। सबै वेल म्यानेज गरेर बस्छ यिनीहरू जस्तै ठाउँमा पनि। यत्रो सानो भिलेजमा पनि यति मजाले यति सफा है बाटोहरू पनि चाइनाले बनाइसक्यो ए। मन कति गोरो न गोरो पो देखाएको चाइना चाहिँ। मन्दिर रहेछ है उयो हेर घन्टी होला त्यो टोक्रीहरूको कस्तो मजाले बनाएको यिनीहरू। त्यस्तै चिजहरू पनि कस्तो मजाले म्यानेज गरिदिन्छ यिनीहरूले। अलिक टाइम लिएर आउनुपर्ने रहेछ सिधै। त्यो त खिच्ने हो क्या राखेर खिच्ने मात्रै हो। ओइ म्युजिकहरू बनाउनु भिडियो बनाउनुको लागि कति राम्रो ठाउँ।
यस्तो मजाको क्लियर छ वेदर पनि यस्तो राम्रो इन्भाइरोमेन्ट ल स्टार्ट गरियो हाइकिङ त्यस्तो छ तल कति 35 वटा सिडी त 35 वटा हैन हौ कति 100 वटा 100 वटा छ त नि केटीहरू त तर किन लागिरहेछ यो दुःखमा पनि सुखै फिल भइरहेछ केटी हो हैन त यहाँ ल अब चाहिँ स्टार्ट भयो है यहाँ सिडी सकेर यता हालत पतला छ स्टार्ट भयो हो यस्तो भन्ने मान्छे चाहिएको थियो कि मेरो ब्लग अझै माथि जाने बाँकी छ यहाँ चाहिँ अर्को बाटो रहेछ हो लाइट गयो कस्तो मजाको देखेँ त मकौको कहाँ जाने बाटो अरे यो मकौ जाने बाटो अरे कान्छी पनि आत्तेर देखेर बियो सुनाड्यो देख नि त्यहाँ घाम लागेछ तर बादलले थियो खिच न तिम्रो कस्तो मजाले क्या मुनि बोट अनि माथि अनि टक्क त्यस्तो लाइट हामी चाहिँ अघि उताको बिचको बाटो हुँदै हुँदै आएको है यता मुनि यहाँ चढेर यसरी आउनु पर्ने रहेछ अनि यहाँ रहेछ बाटो यो डल्फिनको यसले साइन गरेर रहेछ अहिले चाहिँ यहाँ छौँ अनि यहाँदेखि फेरि यस्तो रहेछ अनि यहाँ मकौ जाने बाटो हो अरे कान्छीले भनेको कविताले भनेको अब जाँदैछौँ हामी फेरि जाँदैछौँ है मास्तिर तर चाहिँ यहाँ सबै चाइनिजको कपिस्तानहरू रहेछ है यस्तो 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 चाइनिजहरूको कपिस्तान है यस्तो कस्तो मजाले बनाएको हुन्छ है घर जस्तो केहरू एउटा सहरै छ यस्तो छ यस्तो छ यहाँबाट यता ओभरअल भ्यू चाहिँ यस्तो छ है मेरो फेरि फोन आयो घाम लागेको छ है अहिले चाहिँ बोटै पुरा यताबाटको है बोट चाहिँ यता भुत्लाले के हुन्छ र अब हामी चाहिँ यहाँ फोटोहरू खिचेर यहाँबाट मुभन टक्क जाँदैछौँ अब उसले बनाऊ न डाउनलोड गरेर पनि थाहा बिस्तारै बिस्तारै चलाएपछि थाहा हुन्छ अनुहारै कालो टल्केर अझै छ यहाँ कालो कालो कहिले जाने अनुहारको यहाँ कालो कालो दाग आएर भने हामी चाहिँ जाँदैछौँ है यहाँ आइपुग्यो यहाँ जाने हो मेरो क्यामेरा ब्लर आयो मैला भयो बुझेको बल्ल सफा बसेर खाएर जान पर्छ खानु पनि टेन्सन च्यान गाडी रहेछ लु अब चाहिँ फाइनल्ली हामी हिँडेको यस्तो भएको छ एकदम चटपटे पिरो भएर मकौ जाने अरे यो चाहिँ लाइट बलेर एकदम खतरा भएर देखाउँछु नि दिनभरि बजाउने रहेछ क्या Always being true to me, and thank you for you being so loyal.